नमस्कार, म निरज पाण्डे। आज चाहिँ मैले यही नेप्से र यो सेकेन्डरी मार्केट आइपिओजहरूको सिरिजमा चाहिँ आज थर्ड टपिक लिएर आएको छु। सेकेन्डरी मार्केट अफ नेपाल। नेपालमा चाहिँ सेकेन्डरी मार्केटको चाहिँ बेसिक नलेज चाहिँ के हुन्छ भनेर चाहिँ मैले यो सिरिजमा यो भिडियो चाहिँ हजुरहरूको मार्फतमा चाहिँ क्रिएट गर्दैछु। सिमिलरली चाहिँ अब हामी चाहिँ के गरौँ भन्दा टपिकमा नै इन्टर हौँ। त्यही हो। अनि हाम्रो आजको टपिक छ सेकेन्डरी मार्केट अफ नेपाल। नर्मल्ली चाहिँ हामीले सेकेन्डरी मार्केट भनेको के हो? सेकेन्डरी मार्केट भनेको चाहिँ कुनै पनि कम्पनीले आइपिओ एफपिओ सेयर जारी गरेपछि जुन सेयर चाहिँ जुन मार्केट या प्लेटफर्ममा चाहिँ कारोबार हुन्छ भने चाहिँ त्यो चाहिँ सेकेन्डरी मार्केट हो। इक्जाम्पल चाहिँ जस्तै अघिल्लो भिडियोमा मैले भनेको थिएँ नि, आइपिओ चाहिँ क्यापिटल रेज गर्नको लागि चाहिँ के हुन्छ, जारी गरिरहेको हुन्छ र त्यो सेयरलाई चाहिँ किनबेच गर्न चाहिँ एउटा प्लेटफर्म या बजार चाहिँ हुन पर्यो। जुन बजार चाहिँ के हो भन्दा सेकेन्डरी मार्केट हो। अनि अब हामीले प्राइमरी मार्केट र सेकेन्डरी मार्केटको फरक, पार्टिसिपेन्ट भनेको को चाहिँ भाग लिन्छन् त्यो मार्केटमा र कस्तो कस्तो खालको चाहिँ सेक्युरिटिज या स्टक नेचर अफ स्टक चाहिँ कस्तो कस्तो कारोबार हुन्छ भने चाहिँ अब हामी डिस्कस गर्दैछौँ। जस्तै प्राइमरी मार्केट भनेको चाहिँ जस्तै आइपिओ एफपिओ जुन जारी गर्छ नि, फर्स्ट प्राइमरी या पहिलोपटक चाहिँ जारी गरेका सेयर चाहिँ त्यो भनेको प्राइमरी मार्केट हुन्छ। भने सेकेन्डरी मार्केटमा चाहिँ त्यही पहिलो जारी गरेका सेयर चाहिँ जुन चाहिँ प्लेटफर्म या मार्केटमा चाहिँ कारोबार हुन आउँछन् भने चाहिँ जुन प्लेटफर्मलाई चाहिँ हामीले के भन्छ, सेकेन्डरी मार्केट भनिन्छ। यसमा चाहिँ प्राइमरी मार्केटमा चाहिँ फ्रेस क्यापिटल रेज गर्नको लागि गरिन्छ भने चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ एक्जिस्टिङ सेक्युरिटी नै कारोबार हुने गर्छ। अनि सेयरको मार्केट प्राइज मार्केट चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ मार्केटको डिमान्ड एन्ड सप्लाई या एक्सटर्नल फ्याक्टरले चाहिँ डिटरमाइन गरेको हुन्छ। एक्सटर्नल फ्याक्टरले गर्दा चाहिँ डिमान्ड एन्ड सप्लाईमा फरक पार्न फ्लक्चुएसन गर्न जान्छ भने चाहिँ जुन फ्लक्चुएसन डिफ्रेन्स अफ डिमान्ड एन्ड सप्लाईको आधारमा चाहिँ मार्केटमा चाहिँ स्टकको चाहिँ भ्यालु डिटरमाइन गरिन्छ। अब कोले भाग लिन्छन् भने यसमा चाहिँ कोले भाग लिन्छन् भन्दाखेरि इन्डिभिजुअल भनेको जस्तै हामी आम नागरिक लगानीकर्ता चाहिँ एउटा यो भयो। इन्स्टिट्युसनल इन्भेस्टर्स भनेको चाहिँ कुनै पनि क्यापिटल, म्युचुअल फन्ड अनि त्यस्तै गरी मर्चेन्ट ब्याङ्कर्सहरू चाहिँ यिनीहरू चाहिँ संस्थागत लगानीकर्ता भन्छ नेपालीमा। स्टक ब्रोकर एन्ड डिलर भनेको चाहिँ नर्मली ब्रोकर्स र स्टक डिलर्स भनेको चाहिँ जुन बल्क मात्रामा चाहिँ एज अ इन्स्टिट्युसनल चाहिँ दर्ता भएर गरेका कारोबार गर्न बसेका हुन्छन् नि, तिनीहरूलाई चाहिँ डिलर्स भनिन्छ। मार्केट मेकर्स एन्ड रेगुलेटर्स भनेको हाम्रो रेगुलेटर के हो, सेबन हो। अनि मार्केट मेकर या अदर्स फ्याक्टर भनेको जस्तै नेप्सेमा कारोबार हुन्छ भने चाहिँ नेप्से पनि के हुन्छ भने मार्केट मेकर्स एन्ड रेगुलेटर्स भित्र चाहिँ पर्ने गर्छ। त्यस्तै गरी अब टाइप्स अफ सेक्युरिटिज कस्तो कस्तो कारोबार हुन्छ भन्दाखेरि जस्तै अर्डिनरी सेयर, प्रिफरेन्स सेयर भनेको चाहिँ त्यो लगानीकर्ता हो जुनलाई चाहिँ डिभिडेन्ड चाहिँ सुरुमा दिन्छ र चाहिँ रेट अफ डिभिडेन्ड चाहिँ फिक्स भइसकेको हुन्छ। अरू भनेको चाहिँ गभर्मेन्टले जारी गरेका बोन्ड, डिभेन्चर, ट्रेजरी बिल्स चाहिँ नर्मली मनी मार्केट हो। कुनैको कारोबार हुन्छ कुनैको हुन्न। अनि त्यस्तै गरी म्युचुअल फन्ड्स। अब हामी चाहिँ थोरै नेप्सेको बारेमा डिस्क्राइब गर्छौँ। नेप्से चाहिँ स्थापना भएको 2050 साल विक्रम सम्वतमा अनि 2093 साल चाहिँ यो एडीमा। त्यस्तै गरी यो चाहिँ एउटा नन प्रफिट अर्गनाइजेसन हो जुन कि नेप्से एक्टमा अन्तर्गतमा चाहिँ इस्टाब्लिस भएको हो। लोकेसन चाहिँ यसको सिंहदरबार काठमाडौँ छ। रेगुलेटर भनेको चाहिँ हाम्रो पुरै स्टक मार्केटको रेगुलेसन भनेको सेबन हो। सिमिलर ट्रेडिङ सिस्टम भनेको चाहिँ नेप्से अनलाइन ट्रेडिङ सिस्टम जुन कि हामीले चाहिँ नर्मली टिएमएस युज गर्छौँ नि, त्यो पनि ट्रेडिङ सिस्टम नै हो। ओनरसिप भनेको यसको चाहिँ अब नेप्सेको ओनरसिप चाहिँ भनेको एउटा नेपाल सरकार, नेपाल राष्ट्र ब्याङ्क, एनआइसी एसिया ब्याङ्क अनि त्यसपछि गएर इम्प्लोइमेन्ट प्रोभिडेन्ट फन्ड। हालसम्म चाहिँ पुरै दर्ता भएका कम्पनीहरू 3000 भन्दा प्लस छ र लाइसेन्स ब्रोकर चाहिँ अहिलेको रिसेन्टमा चाहिँ यो 100 प्लस भइसकेको छ। सिमिलरली एक्टिभ डिमेट युजर्स चाहिँ अहिले 78 लाख छन् र इयर अफ इस्टाब्लिसमेन्ट भनेको 2050 साल नेपाली डेट अनुसार, अङ्ग्रेजी डेट अनुसार चाहिँ 1993। अब स्ट्रक्चर चाहिँ कसरी छ भन्दाखेरि चाहिँ सुरुमा रेगुलेटर छ। रेगुलेटर भनेको हाम्रो सेबन, सबै
सेकेन्डरी मार्केटको जिम्मा अभिभावक भनेकै सेभन हो। त्यसको अन्तर्गतमा आउँछ नेप्से, नेपाली स्टक एक्सचेन्ज। नेप्से चाहिँ सेकेन्डरी मार्केटको मार्केट या हाम्रो प्लेटफर्म हो। अनि नेप्सेको अन्तर्गतमा पनि आउँछ 100+ अहिले लाइसेन्स फर्म भनेको क्यापिटल्स, त्यस्तै गरी गएर मर्चेन्ट ब्याङ्कर्स, डिपोजिटरी पार्टिसिपेन्ट्स, ब्रोकर सबै चाहिँ यसैभित्र पर्छन्। अनि त्यसपछि सिडिएससी अनि क्लियरिङ सेटलमेन्ट भनेको चाहिँ हाम्रो के भने चाहिँ हामीले नेप्सेमा गर्ने सबै कारोबारको सेटलमेन्ट गर्ने मेकानिजम चाहिँ कोसित छ भन्दाखेरि सिडिएससी भनिन्छ हामीले सर्ट फर्ममा चाहिँ, मर्चेन्ट ब्याङ्कर एन्ड डिलर। त्यस्तै गरी चाहिँ त्यस अन्तर्गतमा बल्ल हामी इन्डिभिजुअल या रिटेल इन्भेस्टर्स चाहिँ बल्ल सामेल भइन्छ। अब नेप्सेमा चाहिँ कसरी कारोबार हुन्छ भन्दा चाहिँ सुरुमा हामीले डिमेट एकाउन्ट खोल्नु पऱ्यो। डिमेट एकाउन्ट पछि चाहिँ हामीले टिएमएस अकाउन्ट खोल्नु पऱ्यो। टिएमएसबाट चाहिँ हामीले अर्डर प्लेस गर्छौँ कि किन्नको लागि कि बेच्नको लागि। त्यस्तै गरी अर्डर म्याच हुन्छ। त्यसपछि जस्तै मैले बायर म हो भने चाहिँ मैले 200 किता 250 रुपियाँमा राखेको छु। अनि सेलर चाहिँ हजुर हो, हजुरले चाहिँ कुनै पनि सेयर चाहिँ त्यही 250 रुपियाँमा चाहिँ सर्टेन किता राख्नुहुन्छ भने चाहिँ बल्ल अर्डर म्याच हुन्छ। अर्डर एक्जिक्युसन भनेको चाहिँ यही अर्डर म्याच भएको फाइनलाइज जुन कि ब्रोकरले चाहिँ डिटेल्स दिने गर्छ इन्भेस्टर्सलाई। अनि त्यो सेटलमेन्ट चाहिँ 2+3 थियो 2021 भन्दा अगाडि चाहिँ। अहिले चाहिँ T+2 भनेको चाहिँ ट्रान्जेक्सन पछि चाहिँ 2 दिनभित्र चाहिँ ट्रान्जेक्सन चाहिँ सेटलमेन्ट हुन्छ। त्यसपछि बल्ल चाहिँ हाम्रो बायरको खातामा बायरको डिमेटमा चाहिँ सेयर जान्छ भने चाहिँ सेलरको एकाउन्टमा चाहिँ पैसा जाने गर्दछ। सिमिलरली अर्को हाम्रो टपिक छ मार्केट इन्डेक्स एन्ड सेक्टर्स। नेप्सेमा चाहिँ कुन कुन सेक्टर भनेर चाहिँ छुट्याएको छ कम्पनीजले। एउटा कमर्सियल ब्याङ्क, डेभलपमेन्ट ब्याङ्क, फाइनेन्स कम्पनी, इन्सुरेन्स, अनि हाइड्रो पावर, त्यसपछि गएर माइक्रो फाइनेन्स, होटल एन्ड टुरिज्म, म्यानुफ्याक्चरिङ र अदर्स भनेर चाहिँ। अनि अहिले चाहिँ इन्भेस्टिङ सेक्टर भनेर चाहिँ पनि छुट्याएको छ रिसेन्ट टाइममा चाहिँ सिमिलरली। अब रेगुलेटर फ्रेमवर्क चाहिँ कसरी रेगुलेट हुन्छ भन्दाखेरि अब सुरुमा चाहिँ हाम्रो चाहिँ थोरै नेप्से 7को बारेमा कुरा गर्छ। 7 चाहिँ मेन रेगुलेटरी अफ क्यापिटल मार्केट हो नेपालको। यो इस्टाब्लिस चाहिँ 1993मा भएको हो अन्डर सेक्युरिटी एक्ट 2006। यसले चाहिँ ब्रोकरहरूलाई लाइसेन्स दिने, आइपिओको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एप्रुभल दिने र मार्केटमा चाहिँ सही ट्र्याक अनुसार चाहिँ कारोबार भएको छ भने चाहिँ यसले डिटर्माइन गर्छ। यसले चाहिँ ट्रेडिङ रुल्स र मार्जिन लेन्डिङहरूको चाहिँ सम्पूर्ण रुल्स, रेगुलेसन एन्ड इम्प्लिमेन्टेसन नै 7ले गर्छ। सिमिलर चाहिँ इन्भेस्टरको चाहिँ लगानी चाहिँ सुरक्षित छ भनेर प्रोटेक्सन दिने काम पनि कसको हो, 7कै हो। यसले चाहिँ इनसाइडर ट्रेडिङ अदर्स या अरू चाहिँ इलिगल एक्टिभिटी चाहिँ रोक्ने काम चाहिँ कसले गर्छ भन्दाखेरि चाहिँ 7ले गर्ने गर्छ। आजसम्म चाहिँ सेकेन्डरी मार्केटमा 2021-20सम्म चाहिँ हाइएस्ट भनेको 2884 भएको छ भने चाहिँ 21-22को लोएस्ट भनेको 2095 छ। अल टाइम हाई चाहिँ कहिले भएको छ भन्दाखेरि 3200, जुन कि 2021को जुलाईतिर भएको हो। त्यसपछि चाहिँ इन्भेस्टर चाहिँ अब सेयर कारोबार गरे बापत चाहिँ तिनीहरूसित के अधिकार छ र के चुनौती छ भनेर चाहिँ यसमा छोटकरीमा ब्रिफली भनेको तिनीहरू अब लगानीकर्ताहरूले चाहिँ सेयरमा लगानी गरेपछि डिभिडेन्ड पाउने अधिकार हुन्छ। अनि आफ्नो ओपन अनुसार चाहिँ कारोबार चाहिँ के गर्न पाउँछन् भने बाई एन्ड सेल पनि गर्न पाए, अनि चाहिँ सेयर ट्रान्सफर पनि गर्न पाउँछन्। तिनीहरूले चाहिँ कम्पनीको एजिएममा चाहिँ भाग लिएर भोटिङ पनि गर्न पाउँछन्। अनि कम्पनीको अडिट रिपोर्टहरू पनि फ्रिली हेर्न पाउँछन्। त्यो कम्पनी चाहिँ घाटामा छ कि फाइदामा छ कि कसरी पर्फर्मेन्स गरेर फाइनेन्सियल स्टेटमेन्ट र फाइनेन्सियल हेल्थ चाहिँ हेर्ने काम गरेका हुन्छन्। प्रोटेक्सन चाहिँ के हुन्छ भने तिनीहरूलाई चाहिँ 7द्वारा चाहिँ इन्भेस्टर्स प्रोटेक्सन चाहिँ कन्फिडेन्ट दिलाइएको हुन्छ। अनि सिमिलरली चाहिँ अनि मार्केटमा चाहिने सम्पूर्ण इन्फर्मेसन चाहिँ एक्सेस गर्ने चाहिँ अधिकार पनि हुन्छ। अनि च्यालेन्जेस भनेको लिक्विडिटी च्यालेन्जेस हुन्छ। कहिलेकाहीँ जस्तै कम्पनीलाई चाहिँ नर्मली स्मलेस्ट क्याप, मिडियम क्याप र लार्जेस्ट क्याप भनेर चाहिँ के गरेको छुट्याएको हुन्छ भने चाहिँ त्यही अनुसार भोल्युममा चाहिँ लिक्विडिटी अनुसार चाहिँ
कारोबार गर्नुहुन्छ अनि डिजिटल प्लेटफर्मको चाहिँ च्यालेन्जेसमा डिजिटल प्लेटफर्म चाहिँ इन्फर्मेसन चाहिँ त्यति नभएको पनि अझै पाउन सकिन्छ स्पेसल्ली चाहिँ रुरल एरियाजमा। अनि त्यसपछि इनसाइड ट्रेडिङले गर्दा पनि के हुन्छ भन्दाखेरि चाहिँ मार्केटमा फ्लक्चुएसन ल्याएको हुन्छ। मार्केट भोलाटिलिटी भनेको चाहिँ कुनै पनि एक्सटर्नल न्युज आउने बित्तिकै चाहिँ मार्केट उठा चढाव हुन्छ। यिनी कारण चाहिँ के छ भन्दाखेरि इन्भेस्टर्सलाई चाहिँ च्यालेन्जेस पनि रहेको छ। अनि आज अब यस पुरै भिडियोको समरी चाहिँ के छ भन्दाखेरि नेप्से भनेको सेकेन्डरी प्लेटफर्म हो अनि 7 भनेको चाहिँ रेगुलेटरी प्लेटफर्म हो। अनि नर्मली चाहिँ मार्केटमा चाहिँ हाइड्रो पावर ब्याङ्क चाहिँ कमर्सियल ब्याङ्क, डेभलपमेन्ट ब्याङ्क, फाइनेन्स कम्पनी, माइक्रो फाइनेन्स, इन्सुरेन्स, इन्भेस्टमेन्ट, म्युचुअल फन्ड आदि चाहिँ सेक्टरहरूमा डिभाइड गरिएको छ। अनि इन्भेस्टर्सहरूलाई चाहिँ डिम्याट र मेरो सेयर चाहिँ स्पेसल्ली रिक्वायर्ड हुन्छ चाहिँ के गर्नको लागि भन्दाखेरि कारोबार गर्नको लागि। र च्यालेन्जेस भनेको मार्केट भोलाटिलिटी, लो क्याप्स मार्केट भोल्युम्स, लिमिटेड प्रडक्ट र डिजिटलाइजेसनको चाहिँ इनएप्रोप्रिएट एक्सेस चाहिँ के छ भन्दाखेरि यो चाहिँ इन्भेस्टर्सलाई चाहिँ च्यालेन्जेसहरूको रहेको छ। आजको लागि नै यति नै। मैले नेक्स्ट भिडियोमा चाहिँ नेप्सेको वेबसाइटको पुरै ट्युटोरियल र के भनेको के हो भनेको चाहिँ यो भनेको यो भनेको यसरी गराइएको छ भनेर चाहिँ नेक्स्ट भिडियोमा चाहिँ एक्सप्लेन गर्नेछु। धन्यवाद।